सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामी चाहिँ यो भाले घरकै भाले काटेर यसको सब्जी बनाएर खाने हो मासु। ल ठुलो छ भाले यत्रो छ। ल हाम्रो दुईटा भाले रेडी भइसक्यो। अब यसलाई काट्ने हो अनि त्यसपछि तेलमा हल्का फ्राई गर्ने अनि हल्का ग्रेभी बनाएर खाने हो। ल आज हाम्रो घरमा सङ्गाती छ भन्नु। हाम्रो घरमा सङ्गाती छ। यो चाहिँ मेरो घर होइन नि, मेरो गाई छ। यो जानीको घर हो। म चाहिँ यहाँ काम गर्न आएको। सघाउन आएको भन न। सघाउन आएको। उनले चाहिँ फेरि यसरी उखु खाने मात्रै सघाउँछ नि होइन कि काममा नि सघायो। अनि यहाँ चाहिँ यतिहरू छ है। यो चाहिँ पकाउन आँटेको। मुलासँग भन्। मुलासँग हो। मुलासँग। अचार। यो चाहिँ यसको खोल हो। भाडाको थियो हाम्रो भाडाको त्यो घरको। अनि यो चाहिँ हाम्रो भाडा मुस्काउने हो। राम्रो देख्दैन। भाडा मुस्काउने हो। नेस्टियल जन्त। थोरै बोल्दो रहेछ यो मान्छे। पछि सर त्यस्तै हुन्छ सन्त्याले थाहा पाउँछ। उठानुपर्छ उखु। खाने उखु तास्न सक्दैन ठुलो। ए त्यो अमला त खानै भनेको थियो। यो कुटेर खाने हो। अमला खानु भयो। अब यो चाहिँ सबै पिस्ने हो। पिसेर खान्छ अमला कसरी? अचार जस्तो बनाएर अचार बनाएर खानु हो यो अमला। मासुसँग गम खाने। बनायो भइसक्यो। बनाउँदैछु त। बनाउँदैछु। हाम्रो भालेको यो चाहिँ मेरो भालेले ठुकेको अघि। खै उयो छुरीले त नानी भाले काट्ने भनेर समाउन खोजेको होइन। ठुङ्गेर चाहिँ पुरै रगत निकालिदिएको थियो। तर मैले त्यसलाई काटेर त्यसलाई चाहिँ भालेको कुखुराको मासु मन पर्दैन। मनपर्छ कुखुराको मासु? कति मनपर्छ? धेरै मनपर्छ।